टाइम दिन्छ होला नि त एकछिन यस्तो कुराहरू त टाइममै हुन्छ गरिएका ती गफहरू आँसुहरू भाइला अगाडि हुने डर सँगै लिएको छिया र जीवनको यात्रामा भेटिएका मानिसहरूको लागि प्रदान गरिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि डाक्टर भरत बहादुर खत्रीज्यू, अध्यक्ष सरिता कार्कीज्यू र बिएनएस थर्ड इयर कोअर्डिनेटर राधिका रेग्मीज्यूलाई अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। टीका खादा र टोकन अफ लभ वितरण गरिदिनु हुनको लागि सहयोगको लागि बिएनएस थर्ड इयरबाट प्रीति गुरुङ र जितेन्द्रज्यूलाई अगाडि आउन अनुरोध गर्दछौँ। आफ्नो नाम घोषणा भएपछि क्रमशः स्टेजमा उपस्थित भई मायाको चिनो ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। सिग्देल, अनुपमा पौडेल, विमला थापा, कृष्टि कौचन गुरुङ, मनिषा बोगटी, मीना भुन थापा, सौजुन तामाङ, सपना गुरुङ, सरस्वती अधिकारी, शिवु थापा, सीता सुनार, सोमिता राणा मगर, सुजता आचार्य, सुमन चचाङ्गिपुङ। कृपया ताली बजाइदिनु होला। अब आफ्नो मन्तव्य राखिदिनु हुन म बिएनएस थरेबाट कृष्टि कौचा दिदीलाई यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु। च्यालेन्जमा जानको लागि पहिला फर्स्ट राउन्डमा सिलेक्ट हुनु पर्यो।
मान्छे त धेरै छैन भने भिडियो गराउने नमस्ते म्याम, नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ सन्देशा थापा। मैले चाहिँ पिसिएल चाहिँ चढेको एकदिनबाट खोलेको थिएँ। म कस्तो ठाउँ चाहिँ सिधार्दैछु। थ्याङ्क यू। Good evening, respected ma'am, senior sisters and dear friends. मेरो नाम चाहिँ परम थापा, मेरो घर पाल्पा अनि मैले पिसिएल चाहिँ डान्सिङ स्कुल अफ हेल्थ साइन्सबाट पास गरेको र मैले काम चाहिँ युनाइटेड मिसन हस्पिटलमा 7 वर्षको एक्सपिरियन्स लिएर गरेको छु। धन्यवाद। यहाँ उपस्थित हुनुभएको सम्पूर्ण गुरुवर्ग, दाइ दिदीहरू र मेरो प्यारा साथीहरूमा न्यानो अभिवादन। मेरो नाम दिशा खन्द, मेरो घर चितवन र मैले मेरो हेलो मैम, हाउ आर यू? म त एकदम ठिक हजुर। अब क्वेसन सोध्नुहुन्छ? हस्। My question for you is, what makes you confident? मेरो क्वेसन चाहिँ अब परमलाई हो। प्रिपरेसन कतिको थियो, प्रिपेयर्ड कतिको हुनुहुन्थ्यो, स्मुथनेस फ्ल कस्तो थियो भन्ने कुराहरू छ र अर्को चाहिँ क्राउडको रेस्पोन्स कस्तो थियो। सबैको मिक्स नेम्सहरू आइरहेछ तर सटिक अब क्राइटेरियाकै बेसमा भएर र कतिको हामीलाई एन्टरटेन गर्न सक्सेसफुल हुनुभएको ट्यालेन्टर्सहरूले भन्ने कुरामा चाहिँ हामीले सेलेक्ट गरेको नाम छ ज्यू, आज यस प्रोग्राममा उपस्थित हुनुभएका विभिन्न इयरका म्यामहरू सँगसँगै बिएनएस अहिले पास आउट भएर जान लाग्नुभएका